बाजे हौ यो चाहिँ पुल बनाउने मान्छेलाई पनि म सलाम गर्दछु अझ चाह्यो भने अझै बिहा गर्न सक्ने हुन् बाजा बुझ्यो कि पाएपछि होइन कस्तो चल्दैछ हजुरको व्यापार ठिक छ है क्याद्दा थियो त्यहाँ भन त के गर्दा त्यही चुम्मा चाटी गर्दा होला हेर्न सक्नुहुन्छ हेलो गाइज वेलकम टु माई भ्लग फेरि म आइसकेको छु टोपी लगाएर पश्चिमेली गेटअपमा होइन पश्चिमेली ठिटो र आज चाहिँ म पश्चिमेली भाषाबाट चाहिँ बोल्ने प्रयास गर्नेछु कतिको मिल्छ होइन खासै त आउँदैन त्यो चाहिँ हजुरहरूले कमेन्टमा भन्नु होला है त हिजो चाहिँ गाउँबाट काले भाइ आएको थियो होइन ऊ चाहिँ क्या भन्न लाग्यो घोडा मुन्डा पढिकन हे दाजु मैकन घुमाओ कतै घुमाओ म काठमाडौँ हेरिदिउँ भन्न लागिसकेपछि मैले पनि ठिकै छ त बाबु तैकन म घुमाउँ त त रेडी भएर बसै भनेको थिएँ होइन म चाहिँ उसलाई लिनलाई फेरि बसन्तपुर जानुपर्छ त्यहाँबाट फेरि हामी चाहिँ जहाँ लोकेसन हो त्यहाँ चाहिँ हामी जाने हौ र त्यसको लागि चाहिँ हामी अहिले कहाँ हो लोकेसन क्या हो कसो हो कुन ठाउँमा हो त्यो चाहिँ म भन्ने छैन अहिले किनकि अहिले नै भन्यो भने तपाईँकन राम्रो लाग्दैन हो कि होइन त्यही भएर चाहिँ भिडियो हेर्दै राख्या भिडियो बन्द नगर्या ठिक छ यसको लागि चाहिँ भिडियो कन्टिन्यू गरिराख्या त्यो समयमा तिमीले क्या गर्न सक्छौ एउटा कुरा भनेपछि तिमीले चाहिँ लाइक गरेका छैन भने लाइक गर कमेन्ट गरेका छन् भने कमेन्ट गर र सबभन्दा भुलै नहुने कुरो क्या हो भनेपछि तिमीले सब्सक्राइब चाहिँ गर्न नभुल्या ठिक छ अब चाहिँ म सिधै हाम्रो काले भाइलाई भेट्न जाँदैछु उइकन भेटिसकेपछि त्यतिखेर भिडियो बनाउँछु तपाईँले चाहिँ हेरिराख्नु होला है त हेर्न सक्नुहुने छ मेरा पछाडि चाहिँ बसन्तपुर छ होइन म चाहिँ काले भाइकन चाहिँ पुरिकन बसेको छु ऊ महापुको कतिखेर आउने हो यत्रो टाइम भइगयो आएकै छैन आएपछि त्यहीकन देखाउने छु हेर्दैनौ क्या पर आयो लमक गरिकन आयो पऱ्यो काले भाइ टोपी लगाइकन रातो टोपी लगाइकन आएको छ हेर एकन क्या भन्ने हो यत्रो टाइम लगाइदियो अहिले हेर्दैनौ कि यही हो काले भाइ भने यही हो काले बाबु तमीकन तम्रा दर्शकले क्या भनेका छन् भनेपछि एक दुई काले भाइ भेट्या भने तमी एक दुई क्वेसन सोध्या त्यहीकन भनेको थियो कि त्यही भएर तमीकन म एक दुई क्वेसन सोध्या हुँ तमी एन्सर दिया तमी आज कहाँ जाने हो पहिलो हाइड्रोकरमा जान लाग्छ नेपालको त्यो त कहाँ हो त्यो कुन ठाउँ हो त्यो त मलाई पनि थाहा भएन त अब हेर यो जाने मुन्छेकन पनि थाहा नै के भन्ने हो एकन कहाँ लिकन घुमाउने भन कहाँ हो तमी जाने अब मलाई के थाहा हुने हो म त पहिला आएको मान्छे तराईबाट हेर हो यति एकन पनि थाहा नै अब के भन्ने अब हामी वहीँ लोकेसनमा पुगिकन तमीकन भन्ने हो हामी कहाँ जाने हौ कता जाने हौ भनिकन तमी हेर्दै राख्या लाइक गर्दै राख्या सब्सक्राइब गर्दै राख्या है त हामी चाहिँ अहिले यो लोकेसनको आधामा छौँ होइन हाम्रो काले भाउकन भोक लाग्यो रे त्यही भएर काले भाउकन के लिएकन आ भनिकन मैले पैसा दिएको छु जा बाबु लिएकन आज के ल्याउने लिएकन आज हाम्रो काले बाबु चाहिँ भोक लाग्यो लास्टै भोक लाग्यो दाजु म हिँड्नै नसक्ने भया भन्न लाग्यो त्यही भएर जा बाबु लेकन आ भनिकन 500 रुपियाँ दिएको छु मैले त्यो चाहिँ अब क्या दियो के लेकन आउने हो तमीकन भिडियोमा देखाउँला अरे बाबु झिल्ली पो ल्याएको झिल्लीमा हालिकन ल्याउने आउँछ यो का यो सब उड्यो भने क्या दे यत्रो सामान हो ल्याउनु अटाउँदैन के झिल्ली नै दिए क्या तमीले मागेन होला अनि तमीले माग्नु पर्दैन क्या झिल्ली भयो सहिलो हुनुहोस् त क्या बेचत भयो तमीकन
हेर यो मैकनी यो दिनुहोस्, यो के हो भन त। फाइनल्ली गाइज हामी चाहिँ कहाँ छौँ भने आएपछि यो पछाडि देख्न सक्नुहुन्छ नेपालको पहिलो हाइड्रो पावर भन्ना छ नैकन। यो चाहिँ हाम्रो उति बेला चन्द्र शमशेर ज्यूले चाहिँ यो चाहिँ बनाउनु भएको थियो। हामी त्यतिखेर यत्रा थियौँ, तमी पनि यत्रा थियो होला हैन। यहाँबाट चाहिँ बिजुली बनाइकन कालीनाथे भनेपछि बसन्तपुर अघि त मैले देखाएको थिएँ नि, त्यहाँ लिकन बिजुली यहाँबाट त्यहाँसम्म बिजुली लिन थियो। त्यो चाहिँ मैले सुनेको कुरा है, मैले त देखेको छैन। र हामी चाहिँ अब यो पछाडि देखिरहेको यो हाइड्रो पावर छ नि, एकना हामी पुरै मजाले घुमाइकन मजाले विस्तारमा देखाउने छौँ। तमी हेर्दै राख्या, लाइक गर्दै राख्या है त। वे यो काले भाउ त यो खाना आउनै पाए छैन। हेर त यो खान लागि गयो म आफूको चिर्को पर्ने हुने क्या दो है यसो आउने पाइ भोक लाग्यो क्या तुइकन। भोक त लागिहाल्यो नि दाजु, के गर्नु अब। बिहानदेखि केही खाएन हो, खाना खायो भन्नु थियो त रुममा बसिकन पुरै मासु भात दबायो भन्नु थियो त। अब के मासु खाने, अब मासु खाने मन त पर्दैन। अब यही खायो चित्त बुझाउनु पर्यो दाजु, क्या गर्नु। तँ पनि भाषा चेन्ज गरी बोल्लो खै क्या तँ। बुढेसकाल लाग्यो क्या, उकालो चढ्न पनि धाउधाउ हुनु छ मैकन। हेर्न सक्नुहुन्छ यो पुरानो घर हेर्न सक्नुहुन्छ। पहिला यहाँ राजाको केही एउटा घर जस्तो केही थियो होला, त्यतिखेर हामीले देखा पनि नै होइन। तपाईँहरू हेर्न सक्नुहुनेछ। म भित्र गइकन देखाउनु छु। र यस्तो राम्रो दरबार भनौँ कि क्या भनौँ हेर्न। अहिले त न दरबार रह्यो न घर रह्यो, बस इट्टा मात्रै रहेछन्। यहाँबाट हेर्न सक्नुहुने छ तपाईँले कस्तो राम्रो दृश्य देखिन्छ। हेर त कता हिँडेको बाउ? यस्तै घुमफिरमा हिँडिरहेको छु। कसो लाग्यो बा, यताको दृश्य कसो लाग्दैछ? दृश्य त राम्रै छ, अब के भन्नु। खाना खाएन क्या तमीले? खाना खाए पनि अब हिँड्दा हिँड्दै अलि जोडले बोल पो न, जोडले। खाना खाएको जसरी बोल। अब खाना कसरी खाउँ त। अलि जोडले बोल के, तमी किन सानो बोल्ला छौ? खाना नखायो कि यत्रो मैले खानेकुरा दिएको थिएँ त अघि, खाएनौ क्या? खान त खाएको हो, अब यस्तो हुन्छ नि त। अब कसो लाग्यो तमीले आफ्नो मनबाट लागेको कुरा बता। यहाँ कसो लाग्यो सिनहरू, यताउता कस्तो छ सिनहरू देख। अब कसो लाग्यो भन्दा पनि अब के भनौँ भन्दाखेरि अब ठिकै लागिरहेछ। अब पाहाड जस्तो ठाउँमा नि आफ्नो दर्शकलाई बताओ तमी, तम्रा फ्यान धेरै छन् उना। पनि आइजाए हेरी जाए, राम्रो छ। एकचोटि भ्रमण गरेर यो कस्तो छ अवलोकन गरेर हेर्नु हेर्न सक्नुहुने छ। काले भाइले पनि भनिसक्यो यहाँ आओ भ्रमण गर आउनुहोस् यता। भनिसक्यो। तर काले बाबु धेरै बोल्दैनन्, अलिकता लाज मान्ना छ नि, त्यही भएर चाहिँ तपाईँ आफै बुझ्या। यति राम्रो छ ठाउँ पनि। यहाँ पर हेर्न सक्नुहुन्छ पिपलको बोटा पनि छ। तँलाई एउटा कुरा क्या भन्छु भनेपछि गोप्य कुरा छ है। यहाँ केटाकेटी ल्याइकन बस्नु पनि मिल्लो ह, थाहा भयो क्या? बुझ्यो क्या? यसो साइडमा गइकन केटाकेटी जोडिकन आइकन यहाँ बस्नु मिल्लो ह, बुझ्यो क्या? हाम्रा त जोडी छैनन्, हामी त यसै दुई केटा मात्र आएका हौँ। कसो बाबु हो कि कुरा सही हो? हाम्रो पिपलको रोग भइगयो, पुरै घर छ नि यहाँ वरिपरि। यस्तो राम्रो सिन छ। बाजे हौ, के छ खबर? यहाँ किन बसेका छौ तमी? हावा खान? पश्चिमी भाषा बुझ्दा हौ क्या? पश्चिमी भाषा बुझ्दा हौ? बुझ्दैनौ? तम्रो घर कता हो त्यो हो? यति टाढाबाट तमी हिँडिकन आयो क्या? आरामै छ? खाना खायौ क्या? खायौ? अब कति बेला जाने यहाँबाट?
एकछिनपछि जाने एकछिनपछि जाने हो हामी पश्चिमेली हौ क्या पश्चिमेली भाषा हौ भाषा बुझ्छ त बुझ्दा हौ त बुझाइन बुझिरहेको त अनि कसो लाग्दो यहाँ तिमी सधैँ आउना छौ राम्रो लाग्दो म बाजेको न एक दुई क्वेसन सोध्दै हौ तिमी सुन्दै रख्या हेर्दै रख्या है त बाजे हौ तिमी यो भिडियोमा हेरिकन भने तिमीलाई दर्शककन तिमीले बिहा कहिले गरे हौ 2 वर्ष भइगयो जुग बिजिसक्यो जुगै बिजी गयो हजुर तम्रा छोराछोरी 70 71 72 वर्ष भयो मैले 72 वर्ष भइगयो भयो छोराछोरी नाति नातिना सब देखिल्याउ पनाती नि भइसक्यो नाति पनि देखिसक्यौ कहाँ कहाँ पठायो छोराछोरी बाहिरै पठायो कि एउटै छन् बाहिर विदेश पठाइल्याऊ दुईटा बुहारी एउटा छोरा बाहिरै छन् हेर्न सक्नुहुने छ बाजेले पनातीसम्म देखिसक्यो हामी देख्न पाउने हो कि पाउने त्यो थाहै छैन आजभोलिका धेरै बाँच्दैनन् हेर पहिलाका धेरै घिउ सिउ खाना थिए काम अद्दा थिए होइन गोबर सोद्धा थिए सबै काम अद्दा थिए आजभोलिका काम अद्दैनन् खाना पनि कसो भएर क्या खाना पहिला अर्ग्यानिक खाना थियो होइन त्यही भएर बाँच्दा थियो पावर हुनु थियो सबै हुनु थियो होइन हजुर यति भनिदिनु पर्यो हजुर कति वर्ष हुनु भयो म 90 भयो क्या छैन 75 वर्ष 75 वर्ष पुगिसक्नु भयो बाजे चाहिँ म चाहिँ कति वर्ष पुगेँ होला बाजे हौ तपाईँ 50-55 भयो 50 वर्षसम्म भइगयो म कसो बाजेले मुइदैन 50-55 वर्ष देख्नु भयो हेर्न सक्नुहुनेछ बाजे अहिलेसम्म चस्मा लगाउनु भएको छैन भनेपछि यतिको पावर छ अझ पनि बाजेमा अझ चाह्यो भने अझै बिहा गर्न सक्ने हुन् बाजा बुझ्यो कि पाएपछि होइन फेरि एकचोटि गद्याउँदो रहे बाजे यो काले बाबु के कुरा भन्ने अरे ल भन बाबु के भन्ने हो फार्मिङ हाइड्रो पावरमा आउनु गएपछि तपाईँहरूले केटी आफ्नो गर्लफ्रेन्ड अनिवार्य ल्याएर आउनु होला किनभने त्यतातिर बसेर गफ हान्नुको लागि राम्रो वातावरण छ किनभने चाहिँ रुखको पछाडि गएर पनि गफ हान्न सक्नुहुन्छ तपाईँहरू यो बाबुले मेन कुरा भन्दै छुट्याया त्यो घर छैन त्यहाँ दुई केटाकेटी बसिरहेका थिए हामी गयौँ चुरुक्क उठ्या क्या दा थियो त्यहाँ भन त के गर्दा त्यही चुम्मा चाटी गर्दा होला चुम्मा चाटी गर्दा थियो देख्या क्या मान्छे लुकिकन आइकन चुम्मा चाटी गर्दा खान् क्या देऊ कसैका बाउ थाहा पाउन न कसैका आमा थाहा पाउन हेर्न सक्नुहुने छ हामी चाहिँ फर्किङ हाम्रो हाइड्रो पावरबाट हामी अगाडि आइसकेका छौँ हामी अगाडि किन आयौँ भन्दाखेरि हाम्रो काले बाबुले भन्ने छ किन कहाँ जाँदैछौँ कता जाँदैछौँ हाम्रो काले बाबु भन्दैछ ल भन त बाबु कता जाने हामीहरू अहिले झुलुङ्गे पुल जाँदैछौँ लस्टी लामो झुलुङ्गे पुल अब त्यो हेरेर त्यसपछि हामी तपाईँहरूलाई कस्तो छ हेरेर त्यसपछि भन्नेछौँ अब मान्छेले धेरै डर देखाइरहेको छन् लास्टै हेर्दाखेरि आँखा तिरिने झ्याइ हुन्छ भनिरहेका छन् अब हामीहरू त्यहाँ गइसकेपछि थाहा हुन्छ अब काले बाबुले सबै भनेर हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि हामी चाहिँ अहिले झुलुङ्गे पुल जुन भाइरल पुल भन्छ यहाँको होइन त्यो भाइरल पुलमा चाहिँ यता जान्यौँ तपाईँ गएका छौ कि छैनौ यदि गएको छैनौ भने यो हाम्रो भिडियोलाई हेर्दै आउन सक्नुहुने छ हेर्न सक्नुहुने छ पछाडि चाहिँ एकदमै भाइरल पुल भन्न सुनाइकन म चाहिँ दुईचोटि आइगएँ तपाईँ आएको छौ कि छैनौ पछाडि हेर्न सक्नुहुने छ पुरै देखाएको छ कि छैन कि त काले बाबु मात्रै देखाएको छ हेर्न सक्नुहुने छ पछाडि एकदम राम्रो छ कस्तो लाग्यो बाबु बढी एक नम्बर राम्रो छ अब कसो भन्नु धेरै राम्रो छ आउनु सबै आई बसी हेरुली एकचोटि अब त्यो माथि गएपछि अब कस्तो हुन्छ अब हामी थाहा पाउँला त्यसपछि अब बोलाउँला हेर्न सक्नुहुने छ हामी चाहिँ माथि जाँदैछौँ पुल यता छ होइन हामी माथि जाँदैछौँ काले बाबु अगाडि छ म पछाडि लागेका छौँ हेर्न सक्नुहुने छ बाटो एकदमै ओहो चिप्लो छ क्या हो बाटो चिप्लिन्छ त केटा हेर्न सक्नुहुने छ
बल्ल बल्ल पुलमा आइकन यस्तो थाक लाग्यो कस्तो चल्दैछ हजुरको व्यापार ठिक छ है यतातिर हेर्न सक्नुहुने छ पुल अगाडि अगाडि काले भाउ हिँड्दैछ एकन भन्ना छन् भाइरल पुल हेर्न सक्नुहुने छ भाइरल पुल भन्ना छन् एकन एकदमै भाइरल पुल हो यो किन भाइरल भयो भने आएपछि मैले यसो सोचेँ होइन यहाँ आइकन जो पनि यसो हल्लिँदो रहेछन् के त्यहाँबाट हल्लिने भइकन त्यहाँबाट भाइरल भने आएछ कि त्यहाँबाट भाइरल पुल भने आएछ हेर्न सक्नुहुने छ यता देखाउ त बाबु पुरै यता हरियाली जङ्गलको बिचमा वरिपरि हेर्न सक्नुहुने छ पुरै जङ्गलै छ के भयो अरे डर लाग्यो दाजु डर लाग्यो ए म अब के डर मान्नु पर्दैन म अब छिटो आ यता आइज डर मान्नु पर्दैन एउनु के डर मान्नु छै तँ ए खस्नु कि दाजु खस्दैन तँ पुल चुड्ने हो कि के लाग्यो अरे डर लाग्यो डर मानि हुने आयो क्या हेर्न सक्नुहुने छ काली भाइकन एकदमै डर लाग्यो हुन पनि डर लाग्नुपर्ने छ एकदमै हामी बिचमा आइसकेका छौँ यहाँ तल हेर्न सक्नुहुने छ एकै पनि छैन तल एकदमै खाली खाइ छ हेर्न सक्नुहुने छ यहाँबाट मोबाइल खस्यो भने कहाँ हराउने जङ्गलमा खोज्नै गाह्रो हुने आएछ क्या भन्ने हो यति डरलाग्दो ठाउँमा आएका छौँ हो तम्रो भलकको लागि हेर्न सक्नुहुने छ हामीले कति साह्रो दुःख गरेका छौँ तमी हेर्दैनौ लाइक हान्दैनौ त्यो पो मैकन चित्त बुझ्दैन त काले बाबु परे पछाडि डर लाग्यो भने पछाडि हेर्दो छ त कसो लाग्यो बाबु यो ठाउँ मन पर्यो कि पछि केटीकन लिएर आउने आयो क्या त आउँला के आज अब ल्याउँला फाटी कोही छ भने चाहिँ लैआउँला यो किन यो त बाटो त राउने आयो क्या त बाटो बाटो अब हेर्नु पर्यो अब बाटो राउने आयो त अलिअलि त राउनु पर्यो त दाजु अब म क्या बनाउँ भने आएपछि यो चाहिँ पुल बनाउने मान्छेलाई पनि म सलाम गर्दछु यस्तो अग्लो ठाउँमा कसरी पुल बनायो म त कन्फ्युज हुन्छु हौ उनीहरूलाई डर लाग्दैन क्या हो कतै बियर खाएर गराउँछन् क्या हो बियर खायो त डर लाग्दैन होइन कहाँ काबलको बटा यो काबलको बटा होइन त बाबु को वाला हो हेर्न सक्नुहुने छ यतातिर काफलको बोटा काफल खान मन लाग्यो तैकन मन लाग्यो त्यो ती तारा कसरी टिपिसक्ने है फलेकै छैन फलिकन पनि खाइसक्यो मान्छेले अब अहिले आइकन हुने हो क्या हेर्न सक्नुहुने छ अहिले मान्छे सबै आइगयो पछि साँझ झन् बबाल मान्छे आउने हुन् यो यसरी हल्लाउन खान् मान्छे होइन यति धेरै आइगयो अहिले पनि पछि साँझ यति धेरै आउने खान् कि साँझ रमाइलो हुनु हो क्या यो माको बाउ चिर्को पर्ने हुने गइजाउँ दाजु गइजाउँ भन्न लाग्यो यति राम्रो ठाउँमा ल्याइकन पनि गइजाउँ भन्न लाग्यो किन जाने त चाँडै भन् त काम छ मेरो त काम भएपछि त अब जानु घुम्न आएपछि काम सब गरिकन आउनु पर्छ त अनि कसो हो त यो सब काम सकिकन आउनु पर्छ घुम्नलाई घुम्नु भनेपछि साँझ रात पनि पर्छ बिहान पनि बन्नु छ आएको 1 घन्टा भए नै जाउँ भन्न लागेको हो मैले पुरा काम सकेर आउने आलो छु म अर्को सोमबार चाहिँ अब तै कुनै सधैँ घुमाइकन सक्ने हो क्या म भने घुमाउनु पर्यो त सोमबार सधैँ यसो राम्रो ठाउँमा घुमाएको छु अझ कतै घुमाउँछु कन भन्छु हो एकदमै दुःख खबर क्या छ भने आएपछि हाम्रो इन्डिङै भिडियो गाएको हो कि त्यही भएर यसैलाई इन्डिङ गरेको